त्यो बाटो घरबाट सब्जीकोलाई चाहिँ 25,000 दिनुपर्ने अनि माथिबाट चाहिँ 100 रुपियाँ दिने गाह्रो हामी किन दिने जग्गा किन किन्ने होइन तर शीर्षक चेन्ज गरौँ जग्गा किन्नलाई नगरपालिकामा भन्नु हो किन बोलाउनु हो यदि तपाईँहरूले काम गर्न दिनुहुन्छ हामीले मौखिक रूपमा हामी गइसकेको छौँ फिजिकल रूपमा हामी जानु हाम्रो आसन बनाउनु पर्ने छ हामी कसैले बोलेर हुँदैन दर्शकवृन्द नमस्कार, म हुँ सुहाङ कुलुङ र अहिले तपाईँ हेर्दै हुनुहुन्छ हाम्रो पिपलगाछी र यति बेला क्यामेरामा साथ दिइरहेका छन् भाइ सुदन गुरागाई र आज म तपाईँहरूलाई यस्तो एउटा बडाचेतन वडा नम्बर 3 मा पारिपट्टि रहेको पशु हाटमा रहेको एउटा सानो यहाँनिर विवादित कुरामा जोड्दैछु। अहिले यो पुरानो पशु हाटमा एउटा फुटबल ग्राउन्ड बनेको छ। स्थानीय फुटबल प्रेमी युवाहरू यहाँ फुटबल खेल्ने गर्छन् र यही कुरामा आफूलाई असहज भएको कुरालाई व्यक्त गर्दै यहाँका स्थानीयहरूले आवाज उठाइरहेका छन्। यो कुरा थाहा पाएपछि म यहाँ उपस्थित भएको छु। विकासका पूर्वाधारहरूमध्ये बाटो एक हो, पक्कै यो तपाईँहरूलाई थाहा हुन सक्छ। तर यो बाटोको विषयमा किन विवाद हुँदैछ यो विषयमा तपाईँहरूलाई हामी यहाँ भएका विभिन्न गतिविधिहरूलाई राख्नेछौँ। यति बेला यहाँ पछाडि देख्न सक्नुहुन्छ यहाँ निकै स्थानीयहरूको भेला छ। त्यो भेलाको भिड बिचमा वडा नम्बर 3 का वडा अध्यक्ष श्री राजदीप लामा पनि हुनुहुन्छ। आखिर के रहेछ स्थानीयसँगको कुराकानी र वडा अध्यक्ष श्री राजदीप लामासँगको कुराकानी पछि हामी थाहा पाउनेछौँ। अहिलेलाई भने म तपाईँहरूलाई उहाँसँग जोडाउन चाहन्छु, अर्थात् त्यो भिडसँग जोड्न चाहन्छु। आउनुहोस् यतातिर जाउँ। अब के जिद्दी नगरौँ भने जे छ होइन, जे छ अहिले जे छ त्यसलाई आधारमा टेकेर हामीले स्थान तथा सरकारले विधिवत गर्यौँ होइन। अब जे छैन समस्या छ नि त। अब जे छैन यतापट्टिको पहल कदमी चाहिँ बरु अब आज यहाँसम्म पुगिसके पछाडि त्यो क्रम चाहिँ बढ्छ। तर अब के अरे आजैबाट भनेको अब भोलि नैबाट आजै भोलिबाट अब यो प्रक्रियाको निम्ति हामी के गर्न सक्छौँ भन्ने हामी मिटिङ कल गर्छौँ, वडाले गर्छौँ, नगरलाई पनि बोलाउँछौँ। त्यसको विकल्प एउटा निकाल्ने आधारहरू तयार गर्छौँ। त्यति नै हो। हाम्रो कुरा यति हाम्रो सार्वजनिक जग्गामा होइन, यहाँ काउन्टरको बजारको जग्गा छ होइन, त्यो जग्गा पहिला किनभने सबैजना बोल्न पाइन्छन्। जस्तै पशु बजारको संरक्षण पशु बजारको संरक्षणको लागि बजेट आयो, सबैलाई खुसी छ। तर अरूको कुरा सुन्ने कि नसुन्ने हैन, पशु बजारको लागि संरक्षणको लागि बजेट आयो, सही छौँ हामी सबै त्यसमा खुसी नै छौँ। कोही पनि हामी छैनौँ, विरोधी छैनौँ। विरोध अब भनियो तर व्यक्तिको जग्गामा चाहिँ संरक्षण आउने गरेको छ कि किन कसरी त मलाई चिठी कटाइयो त त्यो मेरो आफ्नो व्यक्ति जग्गामा भन्ने मेरो चाहिँ। तर त्यसको पनि तपाईँले मध्यनजर लाउनु भएको छैन। यी केटाहरूले कतिजनाको सिग्नेचरमा तपाईँले त सहमति भएर चिठी पठाउनु भयो मलाई 15 दिनको म्याद राखेर 12 हटाइदिनु पर्यो भनेर। त्यो त मेरो व्यक्ति जग्गा हो नि त होइन। यो जग्गा पशु बजारले दिएको होइन नि त मलाई गरेर खा भनेर, त्यसको सट्टा भएर नै दिएको त होइन नि त। मेरो जति जग्गा पहिलाको जग्गा आदि काट्यो रहेको जग्गालाई तपाईँहरूले कि बजेट पनि सरकारले म व्यक्तिको जग्गालाई पनि संरक्षण हो भनेर पठाइएको छ कि त्यो त कुरा त क्लियर गर्नु पर्यो मलाई त। त्यसको कुरा क्लियरको लागि तपाईँले मलाई बोलाउनु भएन। मैले निवेदक हालेँ, त्यो निवेदकको लागि पनि तपाईँले मलाई मध्यनजर दिनु भएन। त्यो यही भनिदिएको मैले, त्यही भएर। हाम्रो नरेशजीको त हाम्रो पाइन्छ नि, किन पाइँदैन? खै नरेशजीको त यो तपाईँ आउनु होइन, बसेर छलफल गरौँ न। होइन यो सक्यो भाइ, यताको उहाँको अनि त्यसरी भनेर अर्को कुरा हो। मिटिङ बस्दाखेरि ल फेरि एकछिन सबैलाई नमस्कार है। यहाँ सुन तपाईँको सक्यो कि तपाईँको के छ भने सुन्नु न, मिटिङ बस्दाखेरि केटाहरूले मलाई झम्टाउनुको कारण के छ होइन कि त्यो पनि सरकारले नै पठाइएको थियो। यो मान्छे व्यक्तिलाई चाहिँ सत्यानाशै गरेर भनेर पठाइएको थियो भने आज मलाई त्यसरी एउटा व्यक्तिले झम्टायो, भोलिको दिनमा अर्को व्यक्तिले झम्टाउँछ भने हामी समाज किन यसरी भेला भएर कुरा गरेर छलफल गरेर
बस्नु झन्टाओस् न आओस् जो जो आउँछ आउँछ होइन तपाईँको पुग्यो होइन ल सबैलाई नमस्कार एकपल्ट सुन्नुहोस् है उहाँको विषयमा चाहिँ के भएको छ भने यो बाटोको संरक्षणको निम्ति चाहिँ हामीले सुन्नु यसलाई मेन टार्गेट भनेको यो मवेशी हटिया नै हो त्यसकै मैदान हो भन्ने हिसाबबाट हामी बजार व्यवस्थापन समितिको उहाँ संयोजक भएकोले हरेक काम उहाँको माताबाट उहाँको जानकारीबाट उपस्थित रहनु भएन भने पनि हामीले उहाँलाई जानकारी लिएर मात्रै हामी पनि काम गर्छौँ तपाईँको निवेदन पर्यो होइन तपाईँ म थिएँ तपाईँ पनि आउनुभयो तर तपाईँले त्यो निवेदन दर्ता भएन त्यो दर्ता के भएन भने म हुन्जेलसम्म तपाईँले त्यो निवेदनलाई अगाडि ल्याउनु भएन नभए आइसके पछाडि हामीले दर्ता गर्छौँ एकै व्यक्तिको भए पनि हामीले दर्ता गर्नुपर्छ हाम्रो नियम हो तपाईँले दिनुभएको निवेदन त्यो दर्ता हुन्थ्यो तर त्यो के भयो भने म बाहिर हिँडिसके पछाडि हामीलाई त अब सधैँ एकै ठाउँ बस्न मिल्दैन कि अहिले नै पनि तपाईँको शरणजीको स्याङ्बो सरको बुवा खस्नु भएको छ अब यहाँ आउनु पनि ढिलो हो 7 बजे भनेको 8 बजे आइपुग्यो भने त्यस्तो परिरहन्छ जनता प्रतिनिधि जहाँ बोलाउनुहुन्छ त्यहाँ जानुपर्छ र अरू पनि समस्या समाधान गर्नुपर्छ त्यस पछाडि मैले यो टेबलमा देखिसकेपछि मैले के भने त्यसो यो उहाँको चाहिँ समस्या के हो यो समस्याको बारेमा हामी के गर्ने भन्दा त्यसपछि तपाईँको मैले उहाँलाई फोन गरेँ के भयो उहाँले निवेदन यहाँ छोड्नु भएको छ यो निवेदन दर्ता चाहिँ भएको छैन तर यो निवेदनको विषयमा हामीले आवश्यक रूपमा तपाईँ बजार व्यवस्थापनको आधिकारिक मान्छे तपाईँलाई उहाँलाई राखेर अब हामीले दर्ता भए पनि नभए पनि एकपल्ट आपसी समझदारी चाहिँ गराउनुपर्छ छलफल गर्नुपर्छ है भनेर उहाँले पटक पटक सायद मलाई लाग्छ त्यसपछि छलफल गर्नुभएको छ छैन तपाईँ जान्नु तर गर्नुभयो भन्ने मलाई लाग्छ र उहाँले मैले 2 पटक सोद्धा एकपटक गरिसकेको तर के आएको थियो भने त्यसो भए त्यो वडाले काटेको सूचना चाहिँ तैँले फिर्ता गर भन्ने कुरा आएको छ भन्नेसम्म पनि आएको थियो आएको हेर्नु हामी पनि अपडेट हुन्छौँ कुनै पनि समस्या आयो भने हामीसँग हामी त्यसलाई निरन्तरता अपडेट गरिरहन्छौँ तपाईँको त्यो कुरासम्म आएको थियो अनि हामीले के भन्यो भने ठिकै छ त्यसो भए एकपल्ट छलफलमा राखौँ हामी उहाँको कुरा के हो भन्दा उहाँले फेरि दोस्रोचोटि केही दिनपछि मैले सोद्धा होइन त्यो कुरा भइसक्यो मिलिसक्यो उहाँले पनि एक किसिम समझदारी भयो भन्ने कुरा आएको छ यो हाम्रो बुहारीको सम्बन्धमा चाहिँ यहाँ केटाहरूले बोलाउनु भयो बोलाएपछि म आएँ त्यहाँदेखि उम्माई पनि हुनुहुन्थ्यो अलिकति उम्माईले थोरै जग्गा बढी लिनु खोज्दाखेरि बुहारीको स्वीकार्य थिएन तर बुहारी यतिसम्म छोडिदिनु है मैले चाहिँ भनेको हो नि यति छोडिदिनु भनेको अनि पछिबाट म चाहिँ हिँडिहालेँ त्यो टुङ्गेन कुरो ओमसँग के भयो अन्तिममा त्यो थाहा भएन अनि हिजो अस्ति हामी बैठक बस्दाखेरि बुहारीले पनि यही कुरा अहिले अध्यक्षज्यूले भन्नुभएकै कुरो जस्तै भनियो पनि त्यो चाहिँ जुन पत्र वार्डबाट आएछ त्यो झिकिदिउँ र वार्डले एउटा पत्र लयो यो चाहिँ यहाँ केही पनि भएन समन्वय त्यही बसेर तपाईँहरूले गर्नुभएछ अब यो पत्रको कुनै औचित्य रहेन भनेर चाहिँ त्यो खालको ल्याउँ भनेर केटाहरूलाई सम्झाएको मैले त्यसरी ल्याउनु पर्यो है हामीले भनेर त्यसरी गरेको हिजोअस्तिको बैठकमा पनि बुहारीले त्यही भनेको हुनाले मलाई चाहिँ जहाँसम्म लाग्छ 2 चोटि बस्दाखेरि जुन मैले यति चाहिँ जग्गा दिनु पर्यो भन्दाखेरि यति त हुन्छ भन्ने कुरो भनेको हुनाले यही कुरो मैले चाहिँ गरेको हो म नाम जान्दिनँ पनि सबैलाई चिन्छु होइन तपाईँको छोरा नाति भन्न चाहन्छु म अघि साँच्चै भने 46 सालमा म 40 सालदेखि यो चौहट्टीमा बसेको 46 सालमा यो जङ्गल फाँड्दा म यहीँ थिएँ यिनै भाइहरूका हजुरबा काका दाजु सबैसँग बसेर हामी गफ नै गर्थ्यौँ होइन अब मलाई आएर भाइले के भन्नु भने एउटा चित्त नबुझ्दो कुरो अब तपाईँ यहाँ चाहिँ हो बाङ्गेका भित्तिलाई तलाउने मुद्दा हाल्ने यहाँ भित्ति बस्दै यता बाटो लाउने त्यसो भनेको होइन सबैभन्दा पहिला हामीले नगर स्तरीय चाहिँ यो बजेट हालेको भनेर मेयर साहबबाट गयौँ 5-7 जना एउटा 3 बाटोको चाहिँ प्रतिनिधि रूपमा गयौँ गएपछि उहाँलाई नि मैले भन्न हुने र गाली गर्ने कुरो गरेँ म सामुन्नै भन्छु तपाईँले किन बजेट हाल्नुभयो त्यहाँ भोलि भाइहरूसँग चाहिँ झगडा भयो कोही मूर्खहरू आएर मारपिट चल्यो भने यो चाहिँ नगरपालिकाले जिम्मेवारी छ भनेर हुन चाहिँ नगर प्रमुखलाई म बोलाउँछु भन्नुभयो किन बोलाउनु भएन हिजोको कार्यक्रम थियो आज मेयरले नै भ्याउनु भयो होला भन्ने मेरो सोचाइ थियो तर होइन रहेछ होइन मलाई पनि मैले भनेको हाम्रो मान्ने बाटो सिधा हो त्यो पनि सिधा शरण राईको घरबाट अगाडि जाऊ कसैका घर भत्किँदैन जति छ 40 फुट बाटो हामी भन्दैनौँ भएको बाटोले लिएर जाने यो बाटोलाई यहाँ बाङ्गेका भाइ भतिजाहरूलाई लागु औषध खाने भित्ति भनेको होइन त यो एकान्त ठाउँ छ जङ्गल छ यिनीहरूको पनि एकखेप आएर यहाँ खाएर पक्रियो नि त पुलिसले भित्पानी पनि हाम्रै गाउँमा नि भाइहरू छ नि त लागु औषध खाने तिनलाई पनि भनेको नि त अब नआए
आए नआउन डर लाग्यो अरे डर लागेको छैन गल्ती नै गरिएको छैन म तीको मान्छे त्यो टोल समाजमा नराम्रो पनि गरेको छैन बोलिएको पनि छैन हेर्यौँ धेरै निकासहरू हेर्यौँ निकास हेर्दाखेरि उहाँहरूले अहिले यो निकास गर्नुभयो यो फिल्डलाई यसरी नै वाल लाउनु भयो भने तपाईँहरूले अर्को विकल्प के हेर्नु भने यो छेउछेउको जग्गाहरू के गर्छन् यो पल्लो छेउको जग्गाहरू 5 दूर 7 दूर छ अगाडि अर्काको जग्गा छ है अर्काको जग्गा छ उता रोडतिर अर्काको जग्गा छ यता अर्काको जग्गा छ उहाँहरूसँग नि मैले समन्वय गरेँ किनभने तपाईँहरूले पनि अलिकति हामी फिल्डलाई त्यताबाट भन्दा यताबाट बल गर्छौँ तपाईँहरूले अलिकति केही न केही 2-3 फुट छोडिदिनुहोस् र फिल्डले पनि यही भाग छोड्ने भाग त्यहाँबाट गरौँ त भन्दाखेरि अब होइन यताबाट गर्ने भनेर चाहिँ एउटा सहमति भएको अब सहमति गर्दाखेरि अब गर्दाखेरि अब कति साथीहरू उपस्थिति भएन कति भइयो भनौँ न हुँदाखेरि अब हामीले 50-60 चोटि मिटिङ त बस्यौँ होला अब घरको काम छोडेर अब मिटिङमा आइज भन आयो 5-7 जना हुन्छ होइन त्योभन्दा बढी भएन अनि अब चाहिँ अब नगरले चाहिँ एउटा के चाहिँ विकल्प खोज्नु पर्यो भने राजनीतिक संयन्त्र बनाएर 5 देखि 10 लाखको योजना यहाँ हाल्नु पर्यो है हामीले उपभोक्ताले जति उठाउँछौँ है 100-50-200 ल्याएर तपाईँहरूको खातामा हालिदिन्छौँ है राजनीतिक दल बस्नुपर्छ सबै राजनीतिक दल बस्नुपर्छ म होइन उहाँ होइन राजनीतिकका प्रतिनिधिहरू बस्नुपर्छ उठाउँदाखेरि र 5-10 लाख रुपियाँ लगानी गरेर हामीले चाहिँ इस्टिमेट त इन्जिनियरले बनाउला है 2-3 लाख रुपियाँ खर्च होला होइन वाल लाएर गिटी हाल्ला त्यति 2-3 लाख अरू पैसा त बच्यो नि कमसेकम सरिता दिदीले जग्गा दिन्छु भन्ने ठाउँमा कमसेकम त्यो जग्गालाई त हामीले अलिक बढाएर त ठुलो बाटो लान सक्यो नि तर अर्को कुरो के चाहिँ भयो भने अब जाँदाखेरि बाटो चाहिँ फेरि माथि पुग्नु पर्ने भयो है अब पानीको बोतल खाने बेलामा बिर्को खोलेर मात्र खाइन्छ क्या यता घोचेर सही तरिकाले छिर्दैन र त्यो तरिकाले गर्दाखेरि मान्छे यहाँ बिरामी भयो उहाँबाट घुमेर जाँदैन क्या कहीँ आवश्यक पर्यो दमकल दौडिनु पर्यो उताबाट घुमेर जाँदाखेरि यो घरको मान्छेलाई गाह्रो छ यहाँ बस्ने मान्छेहरूलाई अब गाह्रो हुन्छ बिस्तारै बस्ने र कसरी हुन्छ यसको समस्या समाधान यहीँबाट सिधै उताको बाटो हो है माथि हामी घुम्दैनौँ हामीले जतिखेर चन्द्ररूपामा हामीले भनेका थियौँ हामीले सरितादेखि सिधै हो है सिधै हो अब हुन त उहाँ घरलाई नै अलिकति क्षति होला के होला त्यो त नगरले पनि हेरिदिनु पर्ने हुन्छ होइन त्यो हिसाबले गर्दाखेरि अब कति हुन्छ अब हामी पनि अब आर्थिकमा हामी पनि छौँ तर यहाँ कस्तो देखियो भने ऊ त बाटो ऊ त घरभन्दा तलतिरकोले चाहिँ एउटा किताकोले 25,000 दिनुपर्ने अनि माथिकोले चाहिँ 100 रुपियाँ दिन नै गाह्रो हामी किन दिने अघि मैले होइन सबैजनाबाट कति हुन्छ 1000 सकिन्छ 1500 सकिन्छ 500-200 रेट होइन कसैको जग्गा होइन यहाँ हामीले त त्यो जग्गा त हामी त यहाँ ठेला उठेर के अरे अहिलेसम्म ठेला छ यो उसको के अरे सफाको जरा उठेर त्यसै उगटेका छौँ यिनीहरूको जग्गा छ जमिन छ हामी त कोसीले बगाएको मान्छे हो खानको लागि जग्गा उगटेको अहिलेसम्म हातमा ठेला छ त्यो के अरे उसको उठाउँदाखेरि हुन्छ जग्गाहरू छ हाम्रो छ गरी खाने मेलो छ भात खाने मेलो छ हामी त अब त्यस्तै बस्दैन हामी त खेती किसाने मान्छे हो हैन त्यो हिसाबले गर्दाखेरि कसरी हुन्छ तपाईले पनि अलिकति समन्वय गरेर नगरसम्म भनेर हामी पनि उठाउँछौँ जति उठ्छ तपाईहरुको खातामा ल्याएर हाल्दिन्छौँ र तपाईहरुको तर्फबाट कम्तिमा नि 10 जति 10 जति गर्दाखेरि राजनीतिक संयन्त्र फेरि यहाँ काम गर्दाखेरि राजनीतिक संयन्त्र बस्ने है फेरि मेरो मान्छे र तेरो मान्छे हुँदैन राजनीतिक संयन्त्र बस्ने भ्रष्टाचार रहित बनाउने उब्रेको पैसा सरिता दिदीको जग्गामा किन्दिने पनि त्यही नै कुरा भयो क्या पैसा उठाउने कहाँसम्मको मान्छेले उठाउने अब यहाँदेखि तलतिरको मान्छे चाहिँ उठाउन तातिने त्यहाँभन्दा मास्टरको मान्छे के भयो भन्नुहुन्छ भनेदेखि म त इक्राइबाट घुमेर जान्छु होइन मेरो बाटो उहाँ टच हुन्छ हामी किन दिने जस्तै मानिलिउँ प्लटिङको शाखा बाटो छन् त्यो शाखा बाटोमा जुन बसेका साथी भाइहरू पनि हिँड्ने बाटो त यही हो उहाँले पैसा दिने कि नदिने हो यो कुरामा विवाद भएको कारणले गर्दाखेरि मैले चाहिँ हजुरलाई एउटा के रिक्वेस्ट गर्न चाहन्छु भने म एकदम नमस्कार मेरो भोलिका दिनमा मेरो बच्चा पनि यो फिल्डमा खेल्न आउँछ फिल्डको विरोधीमा हुँदै होइन मैले माकुरा समूहसँग यहाँ बसेर मिटिङ गर्ने मैले के भनेको छु उहाँहरूलाई भन्नुहुन्छ भने पैसा उठाएर के अरे बाटो किन्न चाहिँ हामी सक्दैनौँ तर यो फिल्डको विरोधीमा होइन फिल्ड हुनुपर्छ तर अब फिल्ड हुनुपर्छ बाटो पनि हुनुपर्छ र म ओडासीलाई थोरै एउटा रिक्वेस्ट के गर्न चाहे भन्छ भने यो बाटोको निकास क्लियर गराएर फेरि 2 वर्ष पछाडि उयो बाटोको निकासको बारेमा विवाद आउनु उहाँहरू उपकेर यो निर्माण उपभोक्ता समितिलाई पनि समस्याको कुरा हो हामीले भोलिका दिनमा हेर्नुपर्छ यो फिल्ड चाहिँ यो बाटोको निकास 0मै बन्द गरौँ
तर यो फिल्ड जग्गा पुग्दैन हजुरको यो पोल विवादमै आउँछ यो बाटोले गर्दाखेरि विवादमा आउँछ बरु अलिकति मेरो हजुरलाई रिक्वेस्ट के छ भन्नु यसो गरौँ न त उतापट्टिको पोललाई पनि हामी विवाद नल्याउँ यतापट्टिको पोललाई पनि विवादमा नल्याउँ हामीलाई 40 फिट बाटो पनि चाहिएन दुईले निकासा हैन 18 फिट हैन 18 फिट भए पनि भयो नाला राखेर जग्गा किनौँ नकिन्ने होइन तर शीर्षक चेन्ज गरौँ जग्गा किन्नलाई मै दिन्छु पैसा जग्गा किन्न होला मेरो मनमा 500 रुपैयाँ दिने थियो भने म 2000 दिउँला म व्यक्तिगत तर्फबाट किन्दिन जग्गा मैले आफ्नो पशु हतियारले किनेको जग्गा पनि होइन त्यो मेरो त्यस्तो तपाईँले पशु हतियार लिएको जग्गा नापेर लिनुहोस् कम्पनी लगाउनुहोस् त्यहाँदेखि रहेको जग्गा पोलसम्म छन् मेरो त्यसले म त्यत्रो छोडेर रहेको जग्गा हो म दिन्छु किन मलाई केटाहरूले यो एउटा चिठी कटाउनु उनीहरूले बाउले किनेर दिएको त होइन नि त मलाई त उनीहरूले अंसार दिएको होइन नि त मलाई त होइन चिठी कटायो किन होइन मेरो मनमा परेको छ चोट भोलिको दिनमा तपाईँहरूको बुढीहरूलाई पर्यो भने तपाईँहरूलाई पिर हुन्छ हुँदैन अनि यो कुरा मेरो मनमा के लागेको छ भने अनि त्यहाँदेखि भयो लु त्यो अनि सिधै के मैले गर्नुपर्ने भन्छ बार हटाइदिनु पर्यो सबै त त्यो युज गर्ने हो किन म उनीहरू राम्रै सम्झौता तरिकाले आएको भए ल हामीलाई अलिकति गर्न लानु हुँदैन अनि त्यो अलिकति देऊ भन्दाखेरि दिने कुरा हुँदैन थियो अनि अध्यक्षले मेरो निवेदक चाहिँ किन दर्ता गरेन अनि केटाहरूले चिठी पठाएको निवेदक चाहिँ चिठी चाहिँ किन दर्ता गरियो हो त्यसमा के छ मेरोमा चाहिँ के छ उनीहरूकोमा चाहिँ के छ अध्यक्ष थोरै मैले जोड्न चाहे तपाईँ बाटो लाग्नु भएको रहेछ के निर्णय भयो सर आज निर्णय खास चाहिँ जे छ द्वन्द्व रूपान्तरणले गरेको निर्णयलाई नै हामीले प्राथमिक गरेर सबै उपभोक्ता अब बुद्धिजीवी प्रतिनिधि बजार व्यवस्थापन समिति र यो अहिले उपभोक्ता समिति समेतलाई राखेर हामीले जुन काम गरेका छौँ यस्तो छ अब हामी निरन्तरताको साथ काम अघि बढ्छ र त्यो काम सँगसँगै त्यसलाई पनि अघि बढाउनको निम्ति यो त तपाईँहरूले गर्नुभएको छलफल भयो निर्णय चाहिँ के हो सर निर्णय यही हो आजको निर्णय यही भयो छलफलमै समापन भएको आज छलफलमै समापन भन्नाले जे छ आधिकारिक छ त्यो आधिकारिकता प्राथमिक दिएर अघि बढ्ने भन्ने अब यो पछाडि के हुन्छ थोरै अब यो सठिक रूपमा सबैले बुझ्ने गरी यो पछाडि तुरुन्तै अब उपभोक्ता समितिलाई पनि हामी बोलाउँछौँ के अरे उपभोक्ताहरूलाई पनि बोलाउँछौँ उपभोक्ता समिति भनेको निर्माणको उपभोक्तालाई पनि बोलाउँछौँ उपभोक्ताहरूलाई पनि बोलाउँछौँ द्वन्द्व रूपान्तरण पनि आउनुहुन्छ बजार व्यवस्थापन पनि हामी बस्छौँ र त्यस पछाडि अब निर्माण उपभोक्ताले त जे छ त्यो अनुसार उहाँले 6 फिट छोड्नु भएको छ चाहिँ हाम्रो प्राविधिक हामी पठाइदिन्छौँ र त्यो प्राविधिकले गरेको कामलाई निरन्तरता हुन्छ अब बाँकी उता जुन बाटोको कुरा छ त्यो बाटोको लागि चाहिँ हामी पहल कदमी अब भोलिबाटै सुरु गर्छौँ अहिले उहाँले जे भन्नुभएको छ यो कुरामै यथावत रहेर मिटिङ टुङ्गिएको अहिले टुङ्गेको छैन बाटाको निकास पहिले हुनु पर्यो त्यस पछाडि घेराबारा गर्न के गर्नुपर्ने हो स्थानीय तहले गर्नु पर्यो हामी भोलिदेखि काम बोल्नु यहाँ सुन्नु तपाईँसँग पनि मेरो विवाद होइन पत्रमा लेखिएको छ पत्रमा लेखिए अनुसार हामीले छोडेको छौँ र हामी काम सुरु गर्छौँ स्थानीय तहलाई हामीले पनि निवेदन हाम्रो बाटोको पहिले निकास होस् निकास भइसकेपछि फेरि अथवा पशुहाट के हो घेराबारा गर्ने काम सुन्नु यहाँ क्यामेरा हुनुहुन्छ सुन्नु क्यामेरा यहाँ छ तपाईँ पनि सुन्नु वडा अध्यक्ष पनि सुन्नु बोल्छु पनि अझै वडा अध्यक्षले तपाईँहरूलाई पत्रसहित सबै बुझाइसक्नु भएको छ फेरि पनि तपाईँहरू पढ्न जान सक्नुहुन्छ होइन पढेर सुनाइसक्नुभयो नि निकास खुलाउने भन्ने कुरा पत्रमा देखियो निकास खोले यसमा विवाद छ मेरो चाहिँ भनाइ यति रिक्वेस्ट के छ भने 5 दिन अलिकति रोकिदिनु काम मलाई कम्प्लिट गर्न 3 महिना भइसक्यो कति दिन रोक्नु 5 दिन रोकेर उहाँहरूले मिटिङ कागज गर्नु पर्यो एकैछिन सुन्न मलाई कम्प्लिटली बोल्न दिनु हामी पत्र अनुसार जान्छौँ यो बाटो रोकिनु पर्यो पछि तपाईहरुले उठाएर फेरि नयाँ योजना लाउनु भने भत्काएर फेरि बनाउला पत्र खेर जाने एकैछिन मैले भनेको 2-4 दिन पर्खिदिनु अब तपाईहरु अब यो धेरै कुरा गर्ने कामै भयो सुन्न गर्ने कुरा हो मैले एकैछिन तपाईँ पनि नबोल्नु एकैछिन हामी पत्र अनुसार जान्छौँ पछि तपाईँहरूले निर्णय के गर्नुहुन्छ वाल भत्काउनु पर्यो फेरि नयाँ बनाउनु पर्यो भने पछि जानौला तर उहाँले सुनाए अनुरूप हामीले बाटो छोडेर काम गर्ने हो सुन्नु जुन निर्णय पहिला भएको थियो द्वन्द्व समिति वडा समिति र स्थानीय र बजार व्यवस्थापन समिति बीच जुन निर्णय भएको थियो र सबैले सुनाइसक्नुभयो
त्यही अनुरूप हामी काम गर्छौँ। तपाईहरूले ल्याउनु भएको योजनासँग पनि हामी आबद्ध हुँदै निर्णय गरौँला। तर हामीलाई यदि तपाईँहरूले काम गर्न दिनु भएन भने हामीले मौखिक रूपमा हामी गइसकेको छौँ, फिजिकल रूपमा हामी जानु नगरिदिनु होला। यति भन्न चाहे होइन, खर्च बेसी गर्नु भन्ने मैले के भन्न चाहेँ भने नि, अब भोलि काम गर्ने अरे, अब जस्तै काम गरेर यहाँ घेरा ती घरका मान्छे कहाँबाट हिँड्ने? सबभन्दा पहिला त त्यो घरको मान्छे होइन, यो मकैबाट हिँड्न दिन्छ। यो चाहिँ हाम्रो एउटा वडाको सरकार प्रमुख भएर तपाईँको जिम्मा रूपान्तरको कागजले मात्रै हुँदैन, वडा समिति बसेर यो कागज गराउनु पर्यो। निकास दिएर मात्रै सामान्य भइसकेको छ। कसरी सामान्य भइसकेको छ? सामान्य भने जग्गा खोइ त बाटोको खुला ठोक्नु पर्यो। कसरी सामान्य उहाँले यो बैठक बस्नु कसरी त यो कागज हैन हैन बैठक बस्दा किन आउनु भयो? कहिले बोलाउनु? कहिले भन्नु? राष्ट्रमा फिजिकलमा आउनु पर्यो नि, आउनु पर्छ। भाइ